नमस्कार साथीहरू, के तपाईलाई थाहा छ नेपाली प्रहरीको तलब कति हुन्छ? प्रहरीको सबैभन्दा तल्लो पद अर्थात् जवान र सबैभन्दा माथिको पद प्रहरी महानिरीक्षक अर्थात् आइजिपीको तलब कति हुन्छ त? र तपाईँ नेपाली प्रहरी बन्ने सोचमा हुनुहुन्छ वा नेपाल प्रहरीको जुनसुकै पदको तलब सुविधाहरूको बारेमा जान्न चाहनुहुन्छ भने यो भिडियो तपाईकै लागि बनाइएको हो। आज हामी नेपाल प्रहरीको जवानदेखि आइजिपीसम्मको तलब व्यवस्था बारेमा वास्तविक र तथ्यगत जानकारी दिनेछौँ। यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला है त। सबैभन्दा पहिलो पद रहेको छ प्रहरी जवान, जुन नेपाल प्रहरीको सबैभन्दा तल्लो स्तरको पद हो। नेपाल सरकारको प्रचलित कानुन अनुसार नेपाल प्रहरी जवानको मासिक तलब रु 26,082 हुने गर्दछ भने सामान्य सेवा सुविधा पनि हुने गर्दछ। प्रहरी जवान बन्नका लागि कम्तीमा 18 वर्ष पुगेको र कक्षा 8 पास गरेको हुनुपर्नेछ। अर्को रहेको छ प्रहरी सहायक हवल्दार, जुन नेपाल प्रहरीको जवानभन्दा माथिल्लो स्तरको पद हो। नेपाल सरकारको प्रचलित कानुन अनुसार नेपाल प्रहरी सहायक हवल्दारको मासिक तलब रु 26,554 हुने गर्दछ भने सामान्य सेवा सुविधा पनि हुने गर्दछ। प्रहरी जवान बन्नका लागि कम्तीमा 18 वर्ष पुगेको हुनुपर्नेछ। अर्को रहेको छ प्रहरी हवल्दार अर्थात् कन्स्टेबल, जुन नेपाल प्रहरीको मध्यम स्तरको पद हो। नेपाल सरकारको प्रचलित कानुन अनुसार नेपाल प्रहरी हवल्दारको मासिक तलब रु 27,612 हुने गर्दछ भने सामान्य सेवा सुविधा पनि हुने गर्दछ। प्रहरी जवान बन्नका लागि कम्तीमा 18 वर्ष र कक्षा 10 पास गरेको हुनुपर्नेछ। अर्को रहेको छ प्रहरी सहायक निरीक्षक अर्थात् असाई, जुन नेपाल प्रहरीको मध्यम स्तरको पद हो। नेपाल सरकारको प्रचलित कानुन अनुसार नेपाल प्रहरी सहायक निरीक्षकको मासिक तलब रु 32,856 हुने गर्दछ भने मध्यम स्तरका सेवा सुविधा पनि हुने गर्दछ। प्रहरी असाई बन्नका लागि कम्तीमा 21 वर्ष पुगेको र कक्षा 10 पास गरेको हुनुपर्नेछ। अर्को रहेको छ प्रहरी नायब निरीक्षक अर्थात् सब इन्स्पेक्टर, जुन नेपाल प्रहरीको मध्यम स्तरको पद हो। नेपाल सरकारको प्रचलित कानुन अनुसार नेपाल प्रहरी नायब निरीक्षकको मासिक तलब रु 34,730 हुने गर्दछ भने मध्यम स्तरका सेवा सुविधा पनि हुने गर्दछ। प्रहरी नायब निरीक्षक बन्नका लागि कम्तीमा 21 वर्ष पुगेको र कक्षा 10 पास गरेको हुनुपर्नेछ। अर्को रहेको छ प्रहरी वरिष्ठ नायब निरीक्षक अर्थात् इन्स्पेक्टर, जुन नेपाल प्रहरीको मध्यम स्तरको पद हो। नेपाल सरकारको प्रचलित कानुन अनुसार नेपाल प्रहरी इन्स्पेक्टरको मासिक तलब रु 40,998 हुने गर्दछ भने मध्यम स्तरका सेवा सुविधा पनि हुने गर्दछ। प्रहरी वरिष्ठ नायब निरीक्षक बन्नका लागि कम्तीमा 21 वर्ष पुगेको र कक्षा 12 पास गरेको हुनुपर्नेछ। अर्को रहेको छ प्रहरी नायब उपरीक्षक अर्थात् एसएसपी, जुन नेपाल प्रहरीको उच्च स्तरको पद हो। नेपाल सरकारको प्रचलित कानुन अनुसार नेपाल प्रहरी एसएसपीका मासिक तलब रु 48,737 हुने गर्दछ भने उच्च स्तरका सेवा सुविधा पनि हुने गर्दछ। प्रहरी नायब उपरीक्षक बन्नका लागि कम्तीमा 21 वर्ष पुगेको र कक्षा 12 पास गरेको हुनुपर्नेछ। अर्को रहेको छ प्रहरी उपरीक्षक अर्थात् एसपी, जुन नेपाल प्रहरीको उच्च स्तरको पद हो। नेपाल सरकारको प्रचलित कानुन अनुसार नेपाल प्रहरी एसपीका मासिक तलब रु 52,279 हुने गर्दछ भने उच्च स्तरका सेवा सुविधा पनि हुने गर्दछ। प्रहरी उपरीक्षक बन्नका लागि कम्तीमा 21 वर्ष पुगेको र स्नातक पास गरेको हुनुपर्नेछ। अर्को रहेको छ प्रहरी उपपरीक्षक अर्थात् डीएसपी, जुन नेपाल प्रहरीको उच्च स्तरको पद हो। नेपाल सरकारको प्रचलित कानुन अनुसार नेपाल प्रहरी डीएसपीका मासिक तलब रु 43,689 तोकिएको छ भने उच्च स्तरका सेवा सुविधा पनि हुने गर्दछ। प्रहरी डीएसपी बन्नका लागि कम्तीमा 21 वर्ष पुगेको र स्नातक पास गरेको हुनुपर्नेछ। अर्को रहेको छ प्रहरी नायब महानिरीक्षक अर्थात् डीआईजी, जुन नेपाल प्रहरीको उच्च स्तरको पद हो। नेपाल सरकारको प्रचलित कानुन अनुसार नेपाल प्रहरी डीआईजीका मासिक तलब रु 60,950 तोकिएको छ भने उच्च स्तरका सेवा सुविधा पनि हुने गर्दछ। प्रहरी डीआईजी बन्नका लागि कम्तीमा स्नातक पास गरेको हुनुपर्नेछ। अर्को रहेको छ प्रहरी सहायक महानिरीक्षक अर्थात् एआईजी, जुन नेपाल प्रहरीको उच्च स्तरको पद हो। नेपाल सरकारको प्रचलित कानुन अनुसार नेपाल प्रहरी एआईजीका मासिक तलब रु 72,082 तोकिएको छ भने उच्च स्तरका सेवा सुविधा पनि हुने गर्दछ। प्रहरी एआईजी बन्नका लागि कम्तीमा स्नातक पास गरेको हुनुपर्नेछ। सबैभन्दा माथिको पद रहेको छ प्रहरी महानिरीक्षक अर्थात् आईजी, जुन नेपाल प्रहरीको विशिष्ट उच्च स्तरको पद हो। नेपाल सरकारको प्रचलित कानुन अनुसार नेपाल प्रहरी आईजीका मासिक तलब पनि रु 72,082 तोकिएको छ भने उच्च श्रेणीको सेवा सुविधा पनि हुने गर्दछ। प्रहरी आईजी बन्नका लागि कम्तीमा स्नातक पास गरेको हुनुपर्नेछ।